फेरि आशिका दिदीले देख्यो भने भाइ त्यहाँ हो मुत्ती ठाउँ भन्दै आउँछ कि तर यहाँ बढी ठाउँ त यही हो क्या यार उता बित्तिकै यस्तो दामी भ्यू देख्न पाइयो यहाँ शिवको मूर्ति के हो पोखराको माउती लेफ्ट साइड जाने बाटो कता टाउनला हामीलाई यहाँ गुगलले टर्न लेफ्ट र राइट भन्दा भन्दै हामीलाई धेरै ढुलो आयो मान्छेलाई हेलो गाइस के छ खबर हुनुहुन्छ गुड मर्निङ गाइस हामी चाहिँ अब गुल्मी यात्रा गर्दैछौँ चिसो छ ढ्याम्म कपडा लगाएर गुल्मी यात्रा गर्नलाई यो लाको म चाहिँ गराएर साढे छ नि त 5:43 भयो यस्तो हुसुला यार चिसा त मिठो तिमीले भित्र अड्के लगाऊ ड्याममा लगाऊ नि यस्तो हुसुला चिसोमा हिँड्दैछ यो चाहिँ नारायणघाट बजार बाई बाई चिताउन गाइस अरे हिँड्यो हैन ओहो होइन जाडो छ चिसो चिसो भएर हिँड्छ अब हामी चाहिँ गुल्मीसम्म अझ 1 घन्टा भएन हिँडेको यसो तुरुक्क ओहो गाइस त्यही हो फेरि आशिका दिदीले देख्यो भने भाइ त्यहाँ हो मुत्ती ठाउँ भन्दै आउन सक्छन् तर त्यस्तो नहोस् बाटोबाट भेटिन सकिन् भाइ कहाँ मुत्या कहाँ भन्न सक्छन् तर नभेट्यौँ गाइस यही हो लाज पताएर दिने अरे त्यही हो गाइस जाडो छ ओहो गाइस ल भाइ तुर्क पारियो अस्ति नै पहिरो गएको चाहिँ यहाँ अरे कतै 3 दिन रोकियो क्या है 3 दिन रोकियो क्या मस्तै दिन रोकिएको गाडी यहाँ कति दिन मस्तै दिन रोकिएको थियो कि यत्रो पहिरो गएर ए गाइस हामी पनि ठ्याक्कै मुग्लिन आयो होइन गाइस हामी कस्तो हिँड्या 6:30 बजे हिँड्यो क्या तेल राख्नु बरु खाना चाहिँ आबु खैरेनतिर गएर कतै न लगाइ यसलाई यति खुवाउन पर्यो होइन हामी चाहिँ मुग्लिनबाट लाग्यो होइन तेल सेल खुवाएर त्यहाँ त आफूले चाहिँ खाइए होइन घर यति लोड गरेर हिँड्यो हो है लोड त लोड त्यही हामीले पनि त्यस्तो त्यस्तै पानी मात्र खाएर हिँड्या होइन ए मुग्लिनको तेल हामीले कालो चिया खायो अलिक कस्तो चिया मैले कालो थिएँ क्या यस्तै बाटो हेरिदिनु कस्तो हुँदो यस्तै बाटो हेरिदिनु कस्तो हुँदो है गाइस हामी चाहिँ डुम्रे होइन हेरी यस्तो चिसो छ है डुम्रे आइयो बल्ल हुसुलाएको यार हुसुलेको अवस्था आज त गाइस धेरै चिसो भयो होइन ट्याक्क लाएर चिसो भयो होइन यहाँ चाहिँ यति तातो तातोकै खाएर जाऊँ भनेर होइन चिसो छ चिसो छ समय छ यार चिसो यतिले गिँडेछ अनेकले गिँड्छ यहाँ यस्तो ड्याम्म लाएर यहाँभित्र अर्को होइन लाएर ड्याम्म लाएर हिँड्नु परिन्छ गाइस होइन यस्तै छ यहाँ चाहिँ यस्तो केही खाएर जाऊँ भनेर के खाएर जान्छ ब्यागिङ राख्दा हुन्छ ब्याग चाहिँ राख्दा हुन्छ यस्तो शीत परेर चिया नखाने मान्छेले मैले चाहिँ कफी खाँदैछु होइन तिमीले चिया खाँदैछन् खासै कफी नखाने मान्छे तर आज चिसो छ नि त त्यो चिसोले मरेला भनेर ट्याक्क कफी खाएर होइन जाडो कडा छ गाइस गाइस हिँड्यो हामी गुल्मीतिर यहाँ बिहान हिँडेको 6 बजे 5 बजीतिर होइन अब यहाँ हामी खालसादा खाएर हिँड्यो डुम्रेबाट ब्यास 12 जलबिरे तनाउ अरे जलबिरे होइन
त्यो अब लगाइ 40 मिनट बसेर चिया खाजा खाएर होइन गाइस मैले चाहिँ खाएको कफी हो होइन चिया काफी खाइदिँदिनँ कफी नि खाइदिँदिनँ आयो चिसो भनेर खाजा त खाइयो हिँड्यो टक्क लाएर अब सिधै पोखरा त्यही पोखराको हाइवेमा बाटो कडा छ आएको के अरे शब्द अब गाइस अब हामीले पोखरा निस्किरहेको छौँ होइन घर जाँदाको चिसो छ त्यही हो गाइस अरू केही छैन त्यही हो चिसो छ बुढी छैन बुढी छैन भनेर त्यही हो त्यही हो तनाउ खैरेनी आइयो होइन यस्तै छ हिँड्दै छ एउटी माया बुटलर कि तनाउ खैरेनी काजम भैरेनी त्यस्तो त होइन क्या एउटै माया होला नि के र हुन त होइन धेरै माया गरेर होइन धेरै बर्बाद हुन्छ के कसो सहमत छौँ होइन त्यसमा एउटा सहमत हुन्छ क्या यो हो क्या भ्यू भनेको यार नेपाल हो नि त गाइस आमा कस्तो दामी यार सडक देखियो यार भ्यू चाहिँ यहाँ चाहिँ मामाहरू गाउनु भएको रहेछ होइन तर केही भन्नु होइन क्या हामीलाई यार कहाँ यार भन्ने यस्तो दामी भ्यू छ खै यो दामी छ गाई चाहिँ एउटा स्टोरी हाल्नु जस्तो होइन यार यार साह्रो कुरा हामी नि यस्तो सुन्दर भ्यू देख्न पाइने है यहाँ बढी ठाउँ त यही हो क्या यार उता बित्तिकै यस्तो दामी भ्यू देख्न पाइने यार टक्क पोखरा गाइस फाइनल हामी चाहिँ पोखरा आइसक्यो होइन अब हामी लेक साइडतिर लाग्दैछौँ कुन चोक हुन् के हुन्छ खासै थाहा छैन होइन अब है गाइजहरू हामी चाहिँ लेक साइडतिर जाँदैछौँ है गाइजहरू आएर यस्तै है यो चाहिँ यहाँ माथि शिवको मूर्तिकै हो पोखराको माथि हुन्छ नि त शिवको मूर्ति चाहिँ यहाँ रहेछ गाइस हाम्रो चाहिँ मेसो पाइएन कि दिदी लेक साइड जाने बाटो पर्छ सिधै हजुर राष्ट्र पनि त्योबाट माथि थ्याङ्क यू कति हजार टर्न लेफ्ट र राइट भनेर अघि आएको बाटोमा ल्याएर छोड्यो लेक साइड जाने भनेर उहाँ त मन्दिरसिम जाने भनेर भनेको होइन लोकेसन हानेको 1 घन्टा हुन्ला हामीलाई यहाँ गुगलले टर्न लेफ्ट र राइट भन्दा भन्दै हामीलाई धेरै ढुला आयो मान्छेलाई सोधेर फेरि यतै पछि फर्क्यो हाम गाइज गाह्रो छ कस्तो हो तिमी आइछ लेफ्ट र राइट भन्दा भन्दै हामीलाई यहाँ ल्याएर फेरि त्यही बाटो 2-3 फेर हिँडली अब त्यसको विश्वास छैन अरे अब मान्छेलाई सोध्दै जाने नबोल्ने
600 मिटर भन्छ अझ यहाँ बौलाइले हेर यसरी हामीलाई फेवाताल चाहिँ होइन तालमा आइयो फाइनल्ली। अब कता गएर उ गर्ने भन्ने कुरो हो। बस्ने जस्तो ठाउँ थियो त यार, हिउँदी नि त रहेछ गएर बस्ने जस्तो। ठ्याक्क पोखरा आइयो। यहाँ धेरै कुहिरे चाहिँ कुहिरेकै यार, धेरै है, नेपालीभन्दा बढी कुहिरे। धेरै त नभनौँ तर कुहिरे चाहिँ धेरै। लेक साइड त लेक साइड, हामी लेक साइड डुलिया डुली छौँ। मसाज सेन्टर रहेछ क्या हाम्रोमा। अलिकति बल्ल बल्ल आइयो टावर है। खुट्टा पाटेर अरू त के पाटे नभनौँ होइन। लास्ट यहाँ बल्ल बल्ल आइयो। 1 घन्टा त यहीँ राउन्ड लाग्यो मान्छेलाई सोद्धा सोध्दै। यो गुगलमा गरेको फेरि ट्रेन लेफ्ट र राइट भन्दा यसले मलाई कति दौडाइ सपोर्ट राखेँ राणा त कहाँ कति सुरक्षित राखेको छ। बिहा गरौँ यताउता बुझौँ न त राख्ने जस्तो ठाउँ भएको हुनुपर्ने। नभए हेर्नु बोकेर हुन्छ। एक चापा गयो भने भर्खर दौडाउँछ। लगाइ जब हामी चाहिँ हिँड्यो फेवातालमा ड्याममा लाएर आमा खुट्टा दुखेर यहाँ त अनेक भइसकेको थिएँ पोखरा फेवातालमा। हामी आइयो बल्ल बल्ल होइन पोखरा। सबै कुहिरे देखिन्छ नि यो पोखरामा। हेरौँ न पहिला त्यहाँबाट। तलमा आइयो है। अब यहाँ बल्ल तल्ल आइयो यहीँ पोखरा लेक साइडमा ट्याक्क लाएर फेवाताले। ए भगवान आइयो हामी खुट्टा पाटेर यार। आउन त आइयो टोइलेट गर्दा यार त्यसो गर्नु जानु टोइलेट गर्दा। यहाँ खुट्टा पाटेर अरू त के हो होइन। के भयो हामीलाई उहाँ के अरे यो गुगल म्याप हानेको ट्रेन लेफ्ट र राइट भनेर एउटै बाटो 2-3 फेर घुमा होइन। त्यसपछि मान्छेलाई सोधी आयो फेस कस्तो पुरा यस्तो बस्यो यार। यो पुरै धुलै धुलो भयो कालो लाखामा अनुहारै बिग्रेछ यार। उहाँ चितवनबाट आइयो बल्ल बल्ल यत्रो ड्याम जाडो त्यो ड्याममा कपडा लाएर आइयो। यस्तै छ गाइज आइयो पोखरा फेवाताल। पोखरा फेवातालमा गाइज हामी चाहिँ लेक साइडमा होइन। हामी दुईजना ट्याक्क अब खाना खाने भनेर यता हेर्दैछौँ। लेक साइडमा एउटा फटाफट हानेर गरेर यहाँ फटाइदिनु नभए यस्तो तरिकाले कि बुटामा आएर धेरै यता उता खिच्नु। फाइनली हाम्रो खाना चाहिँ आयो होइन। ए कतिको अरे 500 कतिको अरे हो यो दाल यो चिकन यिनी परिकारहरू यता के जाति छन् होइन। राम्रो देख्यौ तिमी खाना खाने ट्याक्क जाने क्या त्यही हो अब खाना खाने त्यो होइन। विभिन्न आइटम छ। 2जनालाई पुग्ने 1जनाको घाम जाकर त्यहाँ आइटम भएर हुन नपर्यो नि सम्म खाना खाने कहाँ गइहाल्ने मिठो छ। हेलो स्वादिष्ट होइन। ल ठिक छ हामी चाहिँ बिलेत तयार रहेछ। 2टा
चिकन सेट एउटा पानी क्या ट्याक्कै यति जाने हो गाइस जाने फोटोसोटो हान्ने त्यहाँ जाने हो गाइस त्यस्तै हो फोटोसोटो हान्ने बोटिङ गर्ने त्यसपछि जाने हो गाइस भिडियो जस्तो लाग्यो त्यस्तो कमेन्ट गर्नु होला होइन यही हो गाइस 1 वर्षपछि 4जना भएर आउने अरे ए कता चोच भाइ आइज अब के अरे 1 वर्षपछि 4जना भएर आउनु होला अरे उहाँले गाह्रो छ नि यार हामीलाई गाइस अब हामी खाना खाएर हिँड्यौँ बिहानै उठ्छ लगाइज हामी खाना खाएर हिँड्यो अब बोटिङ सोटिङ गर्ने त्यसपछि जाने बेर भइसक्यो गाइस फेरि घर पुग्नुपर्छ गाइस हामी चाहिँ खाना खाएर हिँड्यो अब हस् हिँड्यो गाइस हजुरलाई पनि धन्यवाद बोटिङ गर्ने त्यसपछि हिँड्यो